सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रयविनाशाय श्रीकृष्णाय वयं नमः। यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यां तं न विदो सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो जलवपो शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासाय अमिततेजसे यस्य प्रसादात् वक्ष्यामि नारायणकथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयते। भक्तवत्सल भगवान को जय, पतित पावन भगवान नाम को जय। भक्त सज्जनबिन, आज पनि म उपस्थित भइसकेको छु ज्योतिष पण्डित योगेन राज नेउपाने सदा झैं माघ महात्म्य अन्तर्गत स्वस्थानी परमेश्वरी भगवतीको कथालाई श्रवण गर्ने क्रममा आज 6औं अध्यायका कथा प्रसङ्गहरू श्रवण गर्नेछौँ। त्यहाँभन्दा अगाडि हामीले 5औं अध्यायमा भगवान भूतभावन भोलेनाथद्वारा त्रिपुर दहन गरेका प्रसङ्गहरू श्रवण गरेका थियौँ। आज हामी 6औं अध्यायलाई श्रवण गर्नेछौँ। अब कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमुनि, एक दिन दक्ष प्रजापतिले आफ्ना स्त्री बिरणीसित भने, हे बिरणी, हामीले अश्वमेधनाको यज्ञ गर्न चिताएको धेरै भइसक्यो, भाकल जस्तो भइसक्यो। त्यो यज्ञ अब हामीले जसरी पनि पुरा गर्नुपर्ने हुन्छ। सामग्री तयार गर्न लगाऊ। महादेव र सती देवी बाहेक अन्य छोरी ज्वाइँ ब्रह्मा विष्णु आदि देवता ऋषि यक्ष गन्धर्व सबै अप्सरा 10 दिक्पालहरूलाई निमन्त्रणा गर्न पठाऊ। आफ्ना स्वामी दक्ष प्रजापतिले भनेको यस्तो सुनि बिरणीले सबै सामग्री तयार गराइन्। महादेव र सती देवी बाहेक सबै छोरी ज्वाइँ ब्रह्मा विष्णु आदि देवता ऋषि यक्ष गन्धर्व किन्नरनाग अनि 10 दिक्पालहरूलाई निमन्त्रणा गर्न पठाइयो। दक्ष प्रजापतिका सबै छोरी ज्वाइँ देवता यक्ष किन्नर आज सबैजना रङ्गी बिरङ्गी झकी झकाउ वस्त्र गहना पहिरिएर आज भेट गर्नका निमित्त मणि माणिक्य नाना द्रव्य लिई यज्ञमा होम्न सफल भए आज यज्ञतर्फ प्रस्थान गर्दा भए। दक्ष प्रजापतिले आगन्तुक सबैसित शिष्टाचारपूर्वक क्षेमकुशल सोधी स्वागत सम्मान गरी यज्ञ आरम्भ गर्न लाग्नुभयो। त्यो यज्ञ कस्तो थियो भने, जस्तै श्री महादेव नन्दी भृङ्गी चतु षष्ठी योगिनी भूत प्रेत पिशाच र प्रमथगणलाई अगल बगलमा राखी बस्दा शोभा हुन्छ, त्यस्तै थरीथरीका सामग्री 33 कोटी छोरी 33 कोटी ज्वाइँ ब्रह्मा विष्णु आदि देवताहरू यक्ष किन्नर नाग अप्सरा 10 दिक्पाल इत्यादि सहित भई मणि माणिक्य रत्न नाना वस्त्र अलङ्कार चढाइ नाचगान गीत वाद्य भजन युक्त भएको त्यो यज्ञ भव्य झकीझकाउ भएको थियो। यस्ता तरहले उत्सवका साथ यज्ञ भइरहेको थियो। त्यसै समयमा नारद ऋषिले त्यो यज्ञमा आज ककसलाई निम्ता गरेको रहेछ त दक्षले। ककसलाई निम्ता गरेका छैनन्, को आए को आएनन् भनी आज ऋषिले नारद ऋषिले यताउति चारैतिर हेर्न लाग्नुभयो। अनि दक्ष प्रजापतिका 33 कोटी कन्या ब्रह्मा विष्णु आदि 33 कोटी देवता नाग यक्ष किन्नर गन्धर्व दैत्य नाग र अप्सराहरू सबैलाई देखे तर महादेव र सती देवीलाई देखेनन्। त्यसपछि नारदले विचार गरे, बिना महादेव दक्ष प्रजापतिको यज्ञ कसरी पूर्ण होला त? आज महादेव भूतभावन भोलेनाथलाई ब्रह्मा विष्णु महेशलाई एकै ठाउँमा नराखिकन कसरी यज्ञ सफल होला? त्यसमा पनि जगतका आधार जगत नियन्ता उनी परब्रह्म परमात्मा भूतभावन भोलेनाथलाई आज निमन्त्रणा नगरी दक्ष प्रजापतिको यज्ञ कसरी पूर्ण हुन्छ त? आज नारदजीले सोच्नुभयो, विचार गरी हेरौँ। यस्तो विचार गर्दै नारदजी आज त्यहाँदै अन्तर ध्यान भएर आज कैलाशतर्फ पुग्नुभयो। यता कैलाशमा त्यस दिन महादेवले सतीदेवीलाई, हे प्रिय, आज हामी जुवा खेलौँ आऊ भन्नुभयो र सतीदेवी हवस् भनेर आज जुवा खेल्न लाग्नुभयो। महादेव र सतीदेवी दुईजना जुवा खेल्न लागेका थिए। खेल्दा खेल्दैमा सतीदेवीले जितिन् र महादेवलाई गिज्याउन लागिन्। शिवले रिसाई आज झोली थाप्नुभयो, त्यो पनि जितिन्। फेरि त्रिशूल र डमरू थाप्नुभयो, त्यो पनि जितिन्। फेरि नागका गहना थाप्नुभयो, त्यो पनि जितिन्। त्यसै समयमा दक्ष प्रजापतिका निम्तामा जानेहरू विमानमा चढी खेल्दै गइरहेका थिए आकाश मार्गबाट। त्यस्तो देखि सतीदेवीले महादेवसित बिन्ती गर्न लागिन्, हे प्रभु, ती विमान जान लागेको को हुन्? आज्ञा गर्नुहोस्। यस्तो सुनि महादेव आज्ञा गर्नुहुन्छ, तिमीलाई के धन्दा पर्यो? अरू जोसुकै गरून्, तिमी आफ्नो काम गर, हामी यो जुवा खेलिरहेका छौँ, जुवा खेलौँ। महादेवका यस्ता वचन सुन्दा सतीदेवीले केही बोल्न नसकी तलतिर हेरिरहन्। महादेवले हाँस्दै फेरि
मुकुट थाप्नुभयो, त्यो पनि जितिन्। यसरी धेरै बाजी हार्दा केही हार नमानी महादेव आज हाँसिरहनु भयो र सतीदेवीले बिन्ती गरिन्, तपाईँका सबै वस्तुहरू मैले जितिसकेँ, अब के थाप्नुहुन्छ थाप्नुहोस्। यस्तो सुनि महादेवले अब मेरो अङ्ग थाप्छु भन्नुभयो। तब सतीदेवी बिन्ती गर्दछिन्, हे प्रभु, केही गरी मैले हारेँ भने तपाईँको अङ्गको सट्टा मैले कुन वस्तु चढाउनु? यो संसारमा हजुरका गाथको सट्टा मेरो लायकको अर्को कुनै वस्तु नै छैन। फेरि हजुरको अङ्ग जुवा खेली जिती मेरो गराइ राख्नु पर्दैन। जुन दिन मेरा बाबा आमाले हजुरका हातमा तिलकुश राखी मलाई कन्यादान दिए, त्यसै दिनदेखि हजुरको अङ्ग मेरो र मेरो अङ्ग हजुरको भइसक्यो। यसमा केही फरक छैन, हजुरको अङ्ग थाप्नु पर्दैन। सत्यले यस्तो बिन्ती गर्दा महादेव अति खुसी भई, धन्य धन्य रहेछौ तिमी, अत्यन्त पत्नी होस् त तिमी जस्ती भनेर आज यस्ता तरहले जुवा खेलिसकेपछि दुवै स्त्री पुरुष मिठा मिठा कुरा गरिरहेका थिए। त्यसै बेलामा आज नारदजी नारायण 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 गर्दै आज त्यहाँ आइपुग्नुभयो र श्री महादेव र सतीका दुवैका चरणमा साष्टाङ्ग दण्डवत प्रणाम गरी अञ्जली बाँधी आज भन्न लाग्नुभयो। महादेव कस्ता भने जटा मुकुट कराई, बाघको छालाको पटुकी बाँधी, हात्तीको छाला उडी, आङभरि खरानी खसी, ठाउँ ठाउँमा सर्पका गहना लगाई, नरमुण्डमाला गलामा लगाई, सत्यदेवीलाई काखमा लिएका र कोटी सूर्य हजारौं सूर्य समान जस्तो तेजले झलमल हुनुभएका हुनुहुन्थ्यो। नन्दी भृङ्गी भूत प्रेत पिशाच द्वारमा राखी आज सत्यदेवीका साथ रहेका यस्ता श्री महादेवलाई नारदले देखि अत्यन्त हर्षका साथ बारम्बार चरणमा प्रणाम गर्न लागे। नारदले यसरी अनेक तरहले भक्ति गरेको देखि महादेवले मनमा अति आनन्दमा अनि खुसीले गदगद भई भन्न लाग्नुहुन्छ, हे मुनि, तिमीदेखि मेरो मन अति आनन्दित भयो, वर माग्नुहोस्। यस्तो सुनि नारद केही भन्न नसके चुप लागिरहे। फेरि महादेवले यहाँ आउनका कारण भनी आज्ञा गरेको सुनि नारद बिन्ती गर्दछन्, हे प्रभु, अरू थोक के चाहिन्छ र मागौँ? सदाकाल हजुरको जप र ध्यानमा मेरो चित्त लागिरहोस्, हजुरको नाम सदा सर्वदा जपिराख्न पाऊँ। हे परब्रह्म परमात्मा, म यहाँ आउनका कारण यही हो कि आज हजुरको दक्ष प्रजापतिले अश्वमेध यज्ञ गर्न लागेका रहेछन्। आज त्यहाँ त स्वर्ग मर्त्य पाताल त्रिनै भुवनका देवता वशिष्ठ ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग अष्टवसु दश दिक्पाल ब्रह्मा विष्णु सहित सबै स्त्री पुरुष यज्ञमा उपस्थित छन्। तर मैले त्यस यज्ञशालामा प्रदक्षिणा गरी हेर्दा त्यहाँ तपाईँहरू दुवैलाई देख्न सकिन। अरू सबै देवताहरू आफ्ना अंश पाई खाई आनन्दमा रहिरहेका थिए। यज्ञका कर्ता भोक्ता हजुरलाई किन बोलाएनन्? म त दङ्ग परे, के कसो हो? बिन्ती गरौँ भनी आइरहेको छु। हे गौरी शङ्कर, यसको मतलब केही बुझ्न सकिन। आज हजुरलाई किन यसरी नबोलाएको होला? यसरी नारद मुनिले बिन्ती गरेको सुनि सतीदेवीले आफूलाई अति अपमान गरेको ठानिन् र त्रैलोक्यनाथ श्री महादेवसित बिन्ती गरिन्, हे जगदीश्वर, जगतका आधार, हामी दुईलाई मात्र किन छुट्याए? नारायण आदि 33 कोटी देवता अनि अप्सरा मेरा बहिनीहरू र 10 दिक्पालहरू सबैलाई डाक्न हुने हामीलाई दुईलाई मात्रै किन नडाकेका होलान् भनी गुनासो गरी आँखाबाट आज बरबर आँसुका धारा निकाल्न लागिन्। यसरी सतीदेवीले दुःख मानेको देखि महादेवले आज्ञा गर्नुहुन्छ, हे प्रिय, तिमी दुःख कति नमान, किनभने तिमी नरुचाइएकी छोरी, तिमी हेला भएकी छोरी, म मन नपरेको ज्वाइँ, डाकेनन् त जान देऊ न। त्यस कुरामा तिमीले दुःख मान्नु पर्दैन, तिम्रो निमित्त म सर्वप्राण छँदैछु। त्यसको यज्ञमा नगए पो के हुन्छ र? अनि गएमा के पाउनु छ र? यस्ता तरहले श्री महादेवले सतीलाई सम्झाउने प्रयास गर्नुभयो। तर फेरि जिद्दी गर्दैछ देवी भन्दछन्, हे स्वामी, त्यस्तो आज्ञा नहोस्, मलाई यज्ञ हेर्न साह्रै मन लाग्यो। आफ्ना माइतमा आज्ञा पाएमा नारदजीका साथ गई त्यो यज्ञ हेरी आउने थिए। आफ्ना माइतमा कुनै पनि कर्म हुँदैछ र कुनै पनि छोरीलाई ज्वाइँलाई बोलाइँदैन भने त्यो स्त्रीलाई कतिसम्म पीडा हुन्छ होला। र आज यति भन्दै बहुत ढिपी गरी श्री महादेवका पाउमा परेर आज भन्न लागिन्, यस्ता चालादेखि महादेवले, हे प्रिय, यस्तो लिँडै ढिपी नगर, किनभने तिमी सधैँ आफ्ना मान मर्यादामा रहिकी त्यहाँ गएपछि अपमान भयो भने चित्त दुखाउने छेउ। त्यस बेला म के गरौली तिमीले? यस उसले जाने काम नगर भनी श्री महादेवले चारैतिरका दृष्टान्त दिएर बुझाउने प्रयास गर्नुभयो। त्यस्तो गर्दा पनि आज स्त्री हट बाल हट भन्ने हुन्छ। जो स्त्री हट नछोडी कैलाशबाट नारदका साथ सतीदेवी दक्ष प्रजापतिका यज्ञमा पुगिन्। त्यसपछि आफ्ना आमा बाबालाई ढोक गरी बहुतै चित्त दुखाई आँखादेखि बलिन्द्रधारा आँसु खल्दै मङ्गल वचन बोल्न लागिन्, हे माता, हे पिता, तपाईँहरूले यत्रो यज्ञमा मलाई किन खबर दिनु भएन? के म तपाईँहरूकी छोरी होइन? मैले के बिराएँ? मेरा स्वामीले तपाईँको के अपमान गर्नुभयो, के अपराध गर्नुभयो? विष्णु आदि 33 कोटी देवता ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग 10 दिक्पाल स्त्री पुरुष सहित सबैलाई डाकी हामी दुईजनालाई मात्र किन माया मार्नुभयो? फेरि यज्ञका कर्ता भोक्ता भनेका महादेव नभई तपाईँको यज्ञ कसरी पूर्ण हुन्छ? हे पिताजी, यज्ञको फल दिने पनि उनै हुन्, फेरि सृष्टि सिद्धि संहार गर्ने पनि उनै हुन्। हे पिता, महादेव नभई यज्ञ गरेको केही फल हुनेवाला छैन। हे पिता, यज्ञकर्ता नभएको अपुरो यज्ञ किन गर्नुभएको? हे पिता, तपाईँको जय हुने छाँट म देख्दिनँ, तपाईँको यज्ञ सफल हुने म
छाँटकाँट देख्दिनँ। श्री महादेवलाई तुरुन्तै डाक्न पठाउनुहोस्, उहाँ पनि तपाईँको यज्ञ पुरा हुनेछ, फल मिल्नेछ। हे पिता, शङ्करलाई अशङ्कर गरी उनको भावै नराखी तपाईँले यज्ञ गर्नुभयो। यो यज्ञ शङ्करको हो कि यो ब्रह्माण्डमा दुई शङ्कर भए कि यस्तो गरेको? किन यस्तो गरेको? यो ब्रह्माण्डमा हजुरका निमित्त के दुईटा शङ्कर छन् त भनेर आज आफ्ना पुत्रीले सतीदेवीले चित्त दुखाई अनेक तरहले गुनासो गरेको सुन्दा उनीप्रति राम्ररी सहानुभूति प्रकट गर्नुको साटो आज दक्षले उल्टै चिड्याउने मनसाय राख्दै दक्ष प्रजापति भन्दछ, हे पुत्री सतीदेवी, तँ दुःख नमान, किनभने तेरो पति भोलेनाथ यज्ञमा राख्न योग्य छैन। किनभने यस यज्ञमा 33 कोटी देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दैत्य, अप्सरा, नाग, स्त्री, पुरुषसहित थरीथरीका रत्न माणिक्य गहना लगाई श्रीखण्ड लेपन गरी रङ्गी बिरङ्गीका वस्त्र पहिरी वेद पारायण गर्न नाना मङ्गल यात्रा गरी गन्धर्वले गीत गाउने, अप्सराले नाच्ने यस्तो उत्तम ठाउँमा नसुहाउँदा घिनलाग्दो महादेवलाई कसरी डाकौँ? हे पुत्री, तेरो स्वामी के ढङ्गको छ र खरानी घस्छ, सर्पको माला लगाउँदछ, बाघको छाला कम्मरमा बाँध्छ, हात्तीको छाला विष भाङ धत्रो खाने, हात्तीको छाला भन्ने, राता राता आँखा गरी जसरी मन पर्यो उसरी नाच्ने, जटाको मुकुट बाँध्नेवाला, सर्पका गहना मुन्नवाला लगाउने, दाहिने हातले डमरू बजाउने, बायाँ हातले त्रिशूल समाउने, भूत प्रेत पिशाच अघि लगाई दिगम्बर अनि त्यस्तो भएर जहाँ पायो त्यहीँ हिँड्ने, लाज शरम नमानी हिँड्ने गर्दछ। यहाँ किसिम किसिमका स्त्रीजन, देवकन्या, यक्ष, गन्धर्व, नागकन्याहरू छन्, फेरि तेरा बहिनीहरू पनि रहेका छन्। यस्तो ठाउँमा त्यस्तो दिगम्बर महादेवलाई कसरी डाकौँ? यस्तो पवित्र ठाउँमा 33 कोटी देवताले युक्त भई झकिझकाउ भएको ठाउँमा कसरी त्यस्तो अनुहार नपरेको देख्दैमा पनि घिनलाग्दो डाकेर के रमिता देखाउनु? हे पुत्री सतीदेवी, यसका निमित्त नडाकेको हो। तँलाई मात्र डाक्न पठाउँ भने त्यो अर्धाङ्गी समेत पछि लागेर आउला भनेर नडाकेको हो। तँ दुःख नमान, त्यो जस्तो भए पनि तँ हाम्रै छोरी होस्। हे पुत्री, तैँले मलाई रिझाएकी पनि छस्, अपराध पनि केही गरेकी छैनस्, तर मेरो स्वामीको त्यस्तो चाला देखेर तँलाई समेत नडाकेको। फेरि तैँले सृष्टि स्थिति सम्हार गर्ने महादेव हुन्, यज्ञका कर्ता वक्ता, फल दिने पनि हुने हुन्। जो भनिस् नि त्यो त खालि अर्धाङ्गी बौलाहा मात्रै हो। यज्ञकर्ता त नारायण हुन्, सृष्टि गर्ने चतुर्मुख ब्रह्मा हुन्, अनि स्थिति र संहार गर्ने नारायण महाविष्णु हुन्। त्यो महादेवको के भाउ छ र? त्यसलाई नडाकेको मेरो यज्ञ पुरा नहुने कारण के छ र? तेरो स्वामी महादेवलाई त म केही गरी पनि डाक्नेवाला छैन, त्यसले मेरो यज्ञमा के वर देला र? त्यो नभई मेरो यज्ञ पुरा नहुने हो र? 33 कोटी देवता ब्रह्मा विष्णु आएका छन्, जसरी भए पनि मेरो यज्ञ यिनै 3 देवता, 2 देवता अनि 33 कोटी अरू ज्वाइँहरूले आज वरदान दिनुहुनेछ। दक्ष प्रजापतिले त्यसरी आफ्ना स्वामी जगदीश्वरलाई दुर्वचन भनेको सुन्दा सत्यदेवीले सहन नसकी आँखा राता राता पारी नागले झैँ लामो श्वास छोड्दै आज सुस्केर हाली। कटकट धारा किटिरिसले भनभनिँदै झुरुक्क उठिन् र भुइँमा लात्तीले हानी यज्ञमा हेरी चित्तले आज खप्न नसकी मन धड्काउँदै आफ्नो छातीमा आफैले मुर्कीले हानी शिव शिव, हे शिव, हा शिव, हे महादेव, हे भूतभावन भोलेनाथ भन्दै आज महादेवको नाम उच्चारण गर्दै आज त्यही यज्ञलाई परिक्रमा गर्दै भगवान लगायत 33 कोटी देवताहरूलाई परिक्रमा गर्दै अग्निकुण्डमा फाल हानी प्राण आज त्याग्न लागिन् र हिमालय पर्वतकी स्त्री मेनकाका गर्भमा बास लिन गइन् भनेर यसरी बताइएको प्रसङ्ग यो माघ महात्म्य अन्तर्गत स्कन्द पुराणको माघ महात्म्य अन्तर्गत श्री सुतानी परमेश्वरीको यथामति मैले प्रस्तुत गरेँ। जय जय श्री स्कन्द पुराण केदारखण्डे माघ महात्म्य कुमारगस्ते संवादे श्री सुतानी परमेश्वर्यां व्रतकथायां सतीदेवी यज्ञकुण्ड प्रवेश नाम षष्ठोत्सवाहरे नमः।